सेकेन्ड मिसन पनि कम्प्लिट। ब्याक टु निर्मल ब्लग अफिसियल। र आजदेखिको चाहिँ मैले के प्लान गरेँ भन्दा चाहिँ डेली ब्लग गर्ने, किनभने अस्तिको भिडियोमा तपाईँहरूले 14-14 कमेन्ट गरिदिनु भयो, मैले 15वटा भनेको थिएँ, तर एउटा कमेन्टलाई दुधबाद गर्दै मैले आजदेखिको चाहिँ डेली ब्लग स्टार्ट गरेको छु। र आशा राख्छु मेरो कन्टेन्ट तपाईँलाई मन पर्ने छ। यो डेली ब्लगलाई चाहिँ म एउटा तातो र मिठो चियाले चाहिँ स्टार्ट गर्न चाहन्छु। Nice. र गाइस अहिले चाहिँ 12 बज्नु आँटेको छ र आज स्याटरडे हो। र स्याटरडे नर्मली चाहिँ म कहाँ जान्छु भने तल हाम्रो होम स्टुडियो छ हाम्रो साथीको, र त्यहाँ चाहिँ म काम गर्न जान्छु र 1-2वटा मेरो कभर सङ पनि रेकर्ड गर्नु छ र मेरो साथीको पनि रेकर्ड गर्नु छ। त्यही कारणले चाहिँ म त्यहाँ जाँदैछु। हरेक स्याटरडे चाहिँ म त्यहीँ जान्छु। र त्यहाँ जानुभन्दा अगाडि चाहिँ मलाई माथि एकछिन बजार पनि जानु छ, बजार, ब्याङ्क र माथि बाजा जानु छ। र यो भिडियो लास्टसम्म हेरिदिनुहोस्, एकदम इन्ट्रेस्टिङ हुनेछ। र जाउँ है त। र आज स्टुडियो जानुभन्दा अगाडि चाहिँ मलाई 4टा मिसन चाहिँ कम्प्लिट गर्नु छ। मेरो सवारी आयो। यस अम्बो केसको लुगा लगाइस् तैँले? यो रेनकोट हो साथी। वाउ गुड। वेदर हेर्न सिक्किमको त वेदर र केटीको त भरोसै गर्नु हुँदैन नि त साथी। अहिले चाहिँ हामी हाम्रो फर्स्ट मिसन कम्प्लिट गर्नु जाँदैछ हो। त्यो चाहिँ हो हाम्रो माथि बजार। फर्स्ट मिसन कम्प्लिट। कङ्ग्रेचुलेसन है त्यसो भने साथी तिमीलाई। जिन्दगी सरर मोटर गाडीमा जिन्दगी सरर। सेकेन्ड मिसन पनि कम्प्लिट। के भन्न चाहन्छ सर? से नो टु ड्रग्स। हेर प्लेयर पनि ड्रग्सले। र अब हामी थर्ड मिसनमा जाँदैछ। त्यो चाहिँ हो तल ब्याङ्क। यही नहीं, अभी और सुनिए। साथी बटार, मलाई डर लाग्दैन साथी। बटार साथी बटार, मलाई जिउनु छैन त भन्दिनँ, मलाई जिउनु छ तर बटार साथी बटार, जति सक्छस् त्यति बटार। थर्ड मिसन ब्याङ्कै बन्द रहेछ। लगाइस हाम्रो बाइकको चेन्ज चाहिँ साह्रै सुक्खा भएछ, त्यही कारणले चाहिँ हामी के भन्छ ल स्प्रे लाउन आँटेछ। सुक्खा चाहिँ साह्रै भएछ। चेक गर्दैछ हो। पानी पर्नु थाल्यो। गान्तोकमा हप्ताको 7 दिनमा 8 दिन पानी परेरै बित्छ। र हाम्रो फोर्थ र लास्ट मिसन कम्प्लिट गर्नु जाँदैछ हामी। कम्प्लिट हुन्छ कि हुँदैन हेरौँ है। र हाम्रो फोर्थ मिसन पनि कम्प्लिट। र गाइस अहिले चाहिँ म आइपुगेँ हाम्रो स्टुडियो हो। सबै कुरा मान्छे नै हराउँछ र सबैभन्दा प्रब्लम चाहिँ यो। र हाम्रो यहाँ माइक साइक सबै यहीँ छ। र आज चाहिँ म एउटा गीत रेकर्ड गर्नेछु होइन त। र गाइस अहिले चाहिँ म एकदम विशेष मान्छेलाई म चिनाउनु गइरहेको छु हाम्रो ब्यान्डको। र उहाँ चाहिँ हो हाम्रो ब्यान्डको प्लगिङ गिटारिस्ट र हाम्रो भोकलिस्टको भाइ मिस्टर अर्पण। हेलो गाइस। र गाइस मेरो एउटा गीत चाहिँ रेडी भइसकेको छ होइन। तर त्यो गीत चाहिँ यो हो। म म्युजिक बजाउँदैछु। कसले चाहिँ अब अज्युम गर्न सक्छ कि यो गीत कुन चाहिँ हो भनेर। अहिले चल्ती गीत हो। म्युजिक मात्रै सुनाउँछु, स्टार्ट चाहिँ नहोस् होइन। र कमेन्ट गर्नु है कुन चाहिँ गीत हो भनेर, को राइट हुँदो रहेछ हेरौँ। के अनाउन्समेन्ट गर्न चाहन्छु भन्दा चाहिँ यो च्यानलमा 300 सब्सक्राइबर हुने बित्तिकै म यो गीत चाहिँ म यही च्यानलमा अपलोड गर्नेछु। र त्यतिन्जेलको लागि स्टे ट्युन हो। र छिटोभन्दा छिटो सेयर गरिदिनुहोस् हो। सबैलाई सेयर गरिदिनुहोस्। तपाईँहरूले सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस्। र यो गीत सुन्नु तयार हुनुहोस्। र गाइस म चाहिँ टेन्टासियनको चाहिँ गीत चाहिँ अब यो स्याड भन्ने चाहिँ गीत गाउँदै थिएँ यहाँ त्यत्तिकै होइन।
र तपाईँहरूलाई चाहिँ यो गीत मैले गीत गाएको हेर्नु मन छ भने सुन्नुहोस् है एकपल्ट कस्तो चाहिँ गाएको छु मैले र यसको बादमा चाहिँ मैले यो कभर गर्नु तपाईँलाई मन पर्यो र मैले यो कभर गर्नु भनेर तपाईँले भन्नुहुन्छ भने चाहिँ म यसलाई कभर गर्नेछु र त्यसको लागि पनि कमेन्ट डाउन मिल्यो र गाइस अहिले चाहिँ 7 बज्नु आँटेको छ र अहिले चाहिँ म घर जाँदैछु र यति भन्दै यो भ्लगलाई आजको भ्लगलाई चाहिँ म यतिमै एन्ड गर्न चाहन्छु र मेरो भ्लग मन पर्यो भने तपाईँ लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् र सब्सक्राइब गरिदिनुहोस् र भोलिको भ्लगमा फेरि भेटौँला छिट्टै भोलि नै भेटौँला त्यतिन्जेलको लागि बाई बाई I've had it. Do you really think someone's just gonna come and work his magic, or you gonna wait for it to happen?